हेलो गाइजहरू, यहाँ चाहिँ यसरी अब यो बर्खा मासमा खुला बाख्रा चरिरहेछन् पत्थरमा। यहाँ धान रोपेको छु। यसरी बाख्रा खुला छन् बर्खा मासमा। यो कस्तो अन्याय हो, यो देखाउन खोज्दैछु म। अब कसरी धान खाएको रहेछ, बाख्रा कसरी खुला हुन्छन् बर्खा मास भन्ने कुरो यहाँ अब म देखाउँदैछु। कसरी धान खाएको छ बाख्राले भन्ने कुरो। यस्तो पानी छ, आज होइन, आज मात्रै होइन, वर्षै प्रत्येक सम्झाउनु पर्छ र पनि सम्झिँदैनन्। यसरी छेउछेउ गाई गोरु ल्याएर बाँधिदिन्छन्। यसरी अब यहाँ धान रोपेको छ, यहाँ देख्न सक्नुहुनेछ कसरी धान खाइरहेछ भन्ने कुरो। यस्तो मान्छेलाई कसरी सम्झाउनु पर्छ होला, कमेन्टमा जनाइदिनु होला हजुरहरूले। यी बाख्रा मान्छे हुँदा बाँधे जसो गर्छन्। मान्छे जाँदाखेरि खोलेर खेदाइदिन्छन् धानबारीमा। कस्तो खालको सल्लाह दिनुहुन्छ हजुरहरूले। यहाँ धानको नतिजा देख्न सक्नुहुनेछ। यहाँ हेर्नु होला यो कसरी धान खाइरहेछ सबै। यहाँ एउटै राम्रो धान छैन, मरेर रोपेको धान। यस्तो मान्छे, यस्तो नटर्ने मान्छेहरूलाई के गर्नुपर्छ जनाइदिनु होला। म नाम तोकेर भन्दिनँ मान्छेलाई अहिले, र फेरि पनि यसो गरेको रहेछ भनेदेखि म यस्तो गरेर म यस्तो बेइज्जत गरिदिन्छु नि। यहाँ देख्न सक्नुहुनेछ। अब यहाँ यसरी छेउछेउ ल्याएर बाँधिदिन्छन्। बाख्रा खुला हुन्छन् बर्खामा। अब एक दिन होइन, 2 दिन होइन, जहिल्यै यहाँ यस्तो छ धानको नतिजा। खाएर छेउछेउ के त्यसको बारेमा अब कुन खालको सल्लाह सुझाव आउँछ दिनुहुन्छ हजुरहरूले। यस्तो मान्छेहरूलाई के गर्दाखेरि राम्रो हुन्छ, के गर्दाखेरि अलिक सुरक्षा हुन्छ, यहाँ देख्न सक्नुहुनेछ। यस्तो पारेर छोडिदिएको छ हो। यी बाख्राहरू देख्न सक्नुहुनेछ यहाँ कसरी पत्थरमा खुला पारेर छोडिदिएको छ। यहाँ बाख्रा कति छन्, हजारवटा बाख्रा गाई गोरु छन्। यहाँ देख्न सक्नुहुनेछ यहाँ कसरी खाइदिएको छ। अब यहाँ देख्न सक्नुहुनेछ। यहाँ हेर्नु होला कति कष्ट छ खेती गरेर खानलाई भन्ने कुरो। यो प्रकारको छ। अब एक दिन फुकेर खाएको त ठिकै हो। यहाँ देख्न सक्नुहुनेछ यो के गरेको हो यस्तो। यहाँ धान यति राम्रो भएर धान आएको छ, सबै खाएर खत्तम पारेको छ। हजुरहरूले के सल्लाह दिनुहुन्छ यस्तो बारेमा कमेन्टमा जनाउनु होला। धन्यवाद।